वेलकम एभ्रिवान टु माई च्यानल। आज चाहिँ मैले गाजरको हलुवाको रेसिपी ल्याएको छु। यसलाई चाहिँ घरमै सजिलो पाराले बनाउन सकिन्छ। कराईमा 1 टिस्पुन घिउ हालेर त्यसमा तेजपत्ता एउटा अनि मैले चाहिँ कुकरमा क्यारटलाई बोइल हुन दिएको थिएँ। 1 सिटी लगाएर अनि त्यसलाई मजाले कराईमा निकाल्दै घिउमाथि अनि यसलाई मजाले भुट्नुपर्ने हुन्छ। अनि जुन चाहिँ त्यो कुकरमा चाहिँ सिटी लगाउँदाखेरि बाहिर त्यो क्यारेटको आफ्नै पानी छोडेको थियो। त्यसलाई चाहिँ मैले कराईमा मजाले भुटेर पानी सुकाउनु पर्ने हुन्छ। यसलाई मजाले सुकाएर पछि चाहिँ अनि यसमा चाहिँ दुध अनि दुधलाई पनि भुटेर दुध डढाएर अनि ड्राई फ्रुट्सहरू अनि सुगर एड गर्नुपर्छ। अनि यो चाहिँ मेरो गाजरको हलुवा चाहिँ मजाले अहिले भुट्दैछु। यसपछि पानी सबै डढिसक्यो। यो चाहिँ मजाले मैले भुटिरहेको छु अनि यो भुटिसक्यो। अनि यो 1 बोल चाहिँ मैले गाईको दुध माथिबाट राखेछु। अनि यो दुधलाई पनि मजाले भुट्नुपर्ने हुन्छ। अनि यसलाई मजाले भुटेर यो दुधलाई पनि सुकाउनु पर्ने हुन्छ। अनि सुकाएर त्यो चाहिँ गाजरमा मलाई जस्तो काम गर्छ। अनि मलाई जस्तो अलिक टेक्स्चर आएपछि चाहिँ यसको पुरै पानी डढेपछि चाहिँ 1 स्पुन सुगर मैले एड गरिदिएको छु। अनि यो सुगरलाई पनि मजाले भुटेर अनि हल्का स्विट राखेको छु, धेरै स्विट पनि होइन, सबले खान मिल्ने खालको। यसलाई मजाले चलाउँदै अनि सबै डढाएपछि दुध पनि डढाएर सुक्खा पारेर अनि त्यसको घिउको आफ्नै फ्लेभर माथि होला। अनि तेल जस्तो लाग्यो भने ड्राई फ्रुट एड गर्नुपर्ने हुन्छ। ड्राई फ्रुट मैले एड गरिसकेँ। यसलाई मजाले भुट्दैछु, ड्राई फ्रुट पनि अलिक पाक्ने गरी। अनि यसलाई अब रेडी भइसक्यो। मैले बोलमा निकालेँ। अनि इट्स लुक लाइक यस्तो हुन्छ। हजुरले घरमै सजिलो तरिकाले बनाउन घरमा सबलाई खुवाउन सक्नुहुन्छ। इजी एन्ड टेस्टी डिलिसियस गाजरको हलुवा घरमै हजुरले सब। इफ यु लाइक एन्ड सब्सक्राइब दिस channel for many more videos. Thank you.